त्याग गर्ने नाम पहिलो लिस्टमा मैले आफ्नो नाम चढाएको छु। त्यहाँको छ एउटा पुस्ताका लागि मिल्ने हो भने पहिलो त्याग रवि लामिछानेले गर्छ। एउटा चुनावका लागि मात्र हो भने आइएम सरी, तर मलाई विश्वास छ देशले निकास लिनेवाला छ। मैले त्यतिखेर पनि भनेको थिएँ साथी हो, देशलाई प्रसव वेदना भएको छ, दुखेको, किनकि परिवर्तन जन्मदैछ नि। आमाहरूलाई थाहा छ नि प्रसव वेदना, जब सन्तान जन्मिन्छ कति दुख छ। अहिले देशलाई दुखेको आमा हो, दुखेको, तर परिवर्तन रूपी सन्तान त जन्माउँदैछ नि। जेनजीले त्यसलाई अलिकति छिटो ल्याइदियो, तर हामी साथ बढाउनेछौँ। परिवर्तन चाहने सबैसँग मिलेर अगाडि बढ्नेछौँ। मुलुकको परिवर्तनका लागि हामी प्रतिबद्ध छौँ। यहाँहरूले केही चिन्ता नगर्नुहोला। र अर्को कुनै भव्य सभाका लागि म फेरि पनि आउनेछु, यहाँ समक्ष फेरि पनि बस्नेछु। आजका लागि मैले आफ्नो भनाइ यही टुङ्ग्याएँ र आफ्नो अभिव्यक्तिहरू, अब हाम्रा अभिव्यक्तिहरू हामीले ध्यानपूर्वक दिनुपर्नेछ। मुलुकको भविष्यलाई सोचेर हामीले हाम्रा क्रियाकलापहरू अगाडि बढाउनु पर्नेछ। भत्केका संरचनाहरू बनाउनु पर्नेछ। टुटेका सपनाहरूलाई हामीले सास आवाज दिनुपर्नेछ। त्यसैले हामी त्यसैका लागि तयार भएर बसेका छौँ। म आज यहाँ छु, भोलि म कहाँ हुन्छु मलाई थाहा छैन। पुरानाले दुःख दिए, आशा छ नयाँहरूले दुःख दिने छैनन्। मलाई विश्वास छ तपाईहरु सबैको साथ। मलाई के विश्वास छ भने तपाईहरुको सबैको साथ, माया र विश्वासका साथ हामी यो मुलुकलाई नयाँ नेतृत्वमा लिएर जानेछौँ। आगामी चुनाव तपाईँ हाम्रो भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण चुनाव हो। त्यसकारणले सरकारलाई सुशासनको डन्डा चलाउँदै समयमा निर्वाचन गर्नुको निमित्त हाम्रो साथ रहेको कुरा म 24 कोटिबाट बताउन चाहन्छु। म नखु कारागारको जेलमा बसेर कहिलेकाहीँ टेलिभिजन हेर्थेँ। मैले आज पनि प्रधानमन्त्रीको जीको अनुहार अँध्यारो देखेको छु। अनुहार उज्यालो पार्नुहोस् प्रधानमन्त्रीज्यू, अनुहार उज्यालो पार्नुहोस्। बगिनी हो, बगिनी नै बन्नुहोस्। राष्ट्रपा तपाईँको साथमा छ। सुशासनको डन्डा चलाउनुहोस्, चुनाव गराउनुहोस्। राष्ट्रपा तपाईँको साथमा छ। अनुहारमा हाँसो ल्याउनुहोस्, खुसी ल्याउनुहोस्। न्यायको मूर्ति हो तपाईँ। धेरैलाई न्याय अदालतमा दिनुभयो होला। देशलाई न्याय गर्ने ठाउँमा आउनुभएको छ। खुट्टा रत्ती गर्न तपाईँ एक बारको दुनियो धेरै भए तपाईँ नखु जाने त हुने, किन चिन्ता गर्नुहुन्छ? सिङ्गो देश तपाईँको साथमा छ। इतिहासले तपाईँलाई यो अवसर दिएको छ। नेपाललाई मात्र आमा भन्नेले प्रधानमन्त्रीलाई आमा भनेको छ। सन्तानको स्याहार गर्नुहोस्, सन्तान साथमा छ।